नमस्कार दर्शकवृन्द, यहाँहरूलाई स्वागत छ रेडियो एभरेस्टको फेसबुक पेजमा। आज हामी यहाँनिर घुम्दै घुम्दै आउने क्रममा संजोगले यहाँनिर गाउँघरमा भेट भयो। विशेष गरी अब मकै भण्डारण हिमाली क्षेत्रमा भनौँ होइन, पहाडी भेगमा कसरी गरिन्छ भन्ने उदाहरणका लागि चाहिँ यहाँनिर हामीले एउटा तपाईँहरूलाई भिडियो पस्काउँदैछौँ। त्यसमा चाहिँ अब यहाँनिर हामी उहाँहरूसँग नि कुराकानी गर्नेछौँ। यसको अब मकै भण्डारण गर्दै हुनुहुन्छ यहाँनिर, विशेष गरी अहिले निफन्ने काम पनि चलिरहेको छ। साथमा यहाँ थाङ्ग्रामा मकै पनि देख्न सक्नुहुन्छ। यसबारेमा हामी यहाँका हाम्रा यहाँनिर स्थानीयसँग बुझ्नेछौँ। तपाईँ भने रहिरहनु होला। नमस्कार, मेरो नाम बिमला तामाङ हो। थुलुङ दुधकोशी गाउँपालिका 1ले जोगरामा बस्छौँ। हाम्रो खेतीपाती यस्तै हो। नमस्कार, मेरो तिलकुमारी खड्का। नमस्कार, जोगारामा बस्छौँ हामी। खेतीपाती यही हो। अब यस्तै अब यस्तै 5-6 मोरी 4-5 मोरी 5-6 मोरी त्यस्तै हुन्छ धेरैमा। यति नै हो। यस्तै हजुर बिहानैदेखि नै सुरु गरेको। यो थाङ्ग्रामा राख्नु चाहिँ अब भित्र अलि साँगुरो हुन्छ। भित्र राख्यो भने मुसाले खाइदिन्छ, हरेक हुन्छ। यहाँ थाङ्ग्रामा राख्यो भने चाहिँ राम्रो हुन्छ, सुरक्षितसँगले राखेको हुन्छ। बेचिँदैन। अब यसो बाख्रा बस्तु कुखुरा चल्ला त्यस्तै गरिन्छ। घरतिर अलिअलि यताउता गरिन्छ, बेचिँदैन। अब यति थोरै त धेरै छैन। अरमा परमा पैँचो त्यस्तै नै सबै आलो पालो गरेर गर्छौँ। एक्लैले गर्न सक्दैनौँ, साथी मिलेर। हामी फागुनमा लगाउँछौँ अनि वैशाख जेठमा यसलाई वैशाखमा गोडमेल गऱ्यौँ। अनि फेरि असार अन्तिमतिर दोहोऱ्यायो, माल लायो, दोहोऱ्यायो। अनि फेरि के अरे भदौमा भाँच्यो, केलायो, बनायो। अनि असोजतिर थाङ्ग्रा लायो। हेर्नु पर्यो पनि त्यसलाई त्यति त उठ्दैन। अब किसान गर्ने मान्छेलाई अब उठ्दैन भनेर नगरी बस्दा नि भएन। अरू पेसा नभएपछि यही खनजोत खतरङ फुत्रङ यही लगाउने भएपछि अब नउठे पनि अब आफूले खान्छौँ। कुनै टाइम त्यसरी खान्छौँ हल्का हल्का चारो। अनि पिनेर च्याख्ला खायौँ। पिठो बाटो त बन्छ। रोटी मकैको छ्याङ बनाउँछौँ पकाउनेहरूले। तर हामीले चाहिँ पकाउँदैनौँ। त्यो च्याख्ला खान्छौँ। भैँसीलाई पिँधेर पिठो दिन्छौँ। भेटिन्छ आफू जस्तो ओल्लो घर पल्लो घर मिल्ने साथीसँग भेटिन्छ। धन्यवाद है त तपाईँहरूलाई। ए हामीलाई भन्नुभएको मेरो चाहिँ नरबहादुर खड्का, थुलुङ दुधकोशी गाउँपालिका वार्ड नम्बर 1 बस्दै आएको छु। यो त थाङ्ग्रा हाल्ने बेलामा तपाईँको यस बारीमा छ भने बारीबाटै काटेर ल्यायो, बारीमा छैन भने खोज खबर मागजाँच गरेर बलाहरू ल्याएर अनि तपाईँको यसरी समय अब सही समय आइसकेपछि यसलाई गाडेर लगाएर अनि त्यसो गरिन्छ। यसलाई के गर्छौँ भन्नुहुन्छ भनेदेखि अब अघि भने जस्तै अर्म पर्मै गरेर जस्तै हल गुहार गरेर साथीभाइहरू ओल्ला घर पल्ला घर तल्ला घर माथिल्ला घर गरेर त्यसरी अहिलेसम्म हामीले काम चलाइरहेछौँ। पहिलाको जस्तो भेटिँदैन। पहिला भेटिन्थ्यो। अहिले अब महिलाहरू मात्रै पाइन्छ, पुरुषहरू त्यति पाउँदैन। यो खेती किसानले पनि तपाईँको खेती किसान गरेर पनि अब तपाईँको भालु लाग्छ, मृग लाग्छ, अब यो कालिचोरू भन्ने हुन्छ। अनि त्यतिखेर पनि तपाईँको बतास हावाहुरीले मरिमरि गरौँ त खलाखुलुक लगिदिन्छ। अनि त्यसले मरस यस्तो यो दुःख गरौँ भन्दाखेरि भनेर प्रायः अहिलेका युवाहरू देश विदेशतिरै जान्छन्। अनि यसो 1-2 जना घर पाएकतिर बसेका हुन्छन्।
पहिलाको जस्तो त छैन हजुर। अब पहिला बुढापाकाहरूले अलिक गर्थे, अहिले 1-2वटा युवाले अहिले जोस बुढापाकाहरूको नाम राखेका छन्, नत्र तपाईँको त्यसरी पहिलाको जस्तो गरिँदैन। पहिला त तपाईँको योभन्दा तपाईँको 70 सालतिर त मैले यहीँ पनि तपाईँको 12-15 मुरी मकै कुटेको। अब कुट्दै लाँदाखेरि अब बच्चाबच्चीहरू पनि अब पढाउन बढाउन हरेक गर्न अब त्यतिखेर दुःख भयो होइन। त्यसो गर्दै अब पछि तपाईँको अहिले घटाउँदै अब सकिएन। अब बच्चाबच्चीहरू नि अब भएका पाखापाखी गइसके, अनि त्यसले गर्दाखेरि अहिलेसम्म 5-7 मुरी चाहिँ कुटिँदैछ हजुर। किन तपाईँको खेती गर्ने बारी त सबै तपाईँको बाँधो भएर गइसक्यो, प्राय युवा सबै विदेश गइसके। अब नेपालमा अघि मैले भने जस्तै यो केही नसकेर तपाईँको लायो लगिहाल्छ बतासले, दुनियाँ दिवाना हुन्छ। त्यसले गर्दाखेरि अब पहिलाको जस्तो हामी अलि नसक्ने पनि भयो। अब बच्चाबच्चीहरूले छोडेर गइसकेपछि अनि हामीले त्यही कारणले घटाएको नसकेर। अब मान्छे पनि त्यति पाउँदैन तपाईँको, अब पुरुष मान्छे पाउँदैन। अब महिलाहरू पनि तपाईँ कहिले कहाँ बोलेको हुन्छ, कहिले कहाँ बोलेको हुन्छ। अब हल गुहार गरेर हर्म गरेर अनि त्यसरी अहिलेसम्म काम चलाइरहेको छ। मकै तपाईँ हामीले त मकै अब सिजनमा मकै लगाइन्छ थोरै, त्यसपछि हल्का गहुँ छरिन्छ, यसो अलिअलि आफूलाई यसो साना खाने हो भने अलिअलि आलु रोपिन्छ, त्यस्तै हो। सन्तुष्ट त तपाईँको अब दुःख हुन्छ, दुःख भइसकेपछि सन्तुष्ट त तपाईँ दुःख सुख अरू पेसा नभइसकेपछि जस्ता हिसाबले पनि अब आफ्नो व्यवहार गुजार्नै पर्यो। अब पेसा छैन, अब केही छैन, अनि दुःख सुख गरिन्छ, आधालाई खाना पुग्छ छैन हजुर। अहिलेसम्म हामी त अब अहिलेसम्म साना बालकैदेखि बाहिर देश प्रदेश पनि गइएन, केही पनि गरिएन। अहिलेसम्म किसानै अब 50 वर्ष जति उमेर भइहाल्यो होइन। अब कहाँ जाने के गर्ने र, अब लगभग आधी उमेर काटिसकेपछि हजुर सानैदेखि नै खेती किसानै गऱ्यो, कहीँ गइएन, देश प्रदेश लागिएन। नमस्कार हजुर।